भाँडा छ केटाहरूले के गर्ने ऊ हान्छ क्या यसले ऊ गोल गोल कतिजना नचायो त्यसले थाहा ऊ कतिजनाले नचायो हो त्यसले हान्छ कि समय हेर्नु समय हेर्नु कतिमा कतिमा खेला 6:50 मा खेलाको होइन 6:50 मा होला 6:50 मा हैन 5:50 मा त्यो त पहिल्यै हो नि त ए 5:50 मा 5:50 मा 52 मा 52 मा गयो 9 भयो कति भयो 52 मा खेलाको खै कति मिनेटको खेलाको चाहिँ ए 52 मा त्यस्तो पावर हानेछ 9 भयो 11 मिनेट भयो नि हैन 11 मिनेट 11 न बा 52 र 14 मिनेट छ अझ 14 भयो 14 मिनेट अब त्यही हो 15-20 मिनेट 5 मिनेट बढी खेलाउँछ के हो त्यो रेड कार्ड देखाएको त्यसलाई खै त किन खाएको त्यसले जर्सी खोल्यो ए जर्सी खोल्न पाउँदैन नि खेलमा कार्ड पाउँछ येलो कार्ड पहिले पाउँछ भने रेड कार्ड पायो पहिले पाएको थियो अरे त खै कति त्यसले ऊ पाएर त गोल हान्ने मान्छेले अब त्यो गेमभरि खेल्नु पाउँदैन भोलि पनि पाउँदैन पाउँदैन विजय भयो त किन खोले जर्सी यार अब 10 जना हो भोलि 11 जना खेल्नु पाउँछ फेरि भोलि पाउँछ तर त्यो पाउँदैन त्यो पाउँदैन मेनै गोल हान्नु मान्छे नपाउने भयो छेत्रे किन खोल्यो बाबु पनि किपर हो नि फेरि पहिलाको त अरन बस्तीमा कहाँ खेलेको हो नि त बाबु पनि त्यहाँ किपरले लेजी गर्नु लाग्यो यता हुनु यता दामी 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 गोल हानेको थियो यार त्यो रेड कार्ड खाएको त्यसले धेरै पुरै भेस्ट फालेर छोड्दै किपर त्यति कस्तो हानेको खतरा 5 जनालाई छटाएर सिधै अझै आइछ फुल भयो न त्यहाँ हेर्नु है भन्दै युदन
जाऊ उति दाइले जले गेला त्यत्रो खोल्ने होइन नि गेममा यार कि त भित्रबाट अर्को हुनुपर्छ कि हो कि नै त्यसले जिताइदियो यार तर यसलाई फालेपछि सक्यो मतलब छैन यसलाई फाल्नु भन्दा जुन क्याम हेरेर भन्दैछु त जीरो एक फोकसको हाम्रो अनेक हैन त्यसको त्यस्तो छ कि यो टोडा पुचुर 10 नम्बर 10 नम्बर हो कति नम्बर यो 10 नम्बर छ नि कुर्छ 10 को रनिङ त कति मिनट छ अब खै यार होला गाउँ भर्सेस दशरथ बस्ती 10-12 मिनट होला अब अझै एक गोल थप्यो भने बल्ल ठिक हुन्छ ओइ फेरि कर्नल भएमा चोट लाग्यो त्यसलाई खमामा छिएर गयो AK-47 मा बसेको आज एम्पर कहाँको हो यो यहाँको खुट्टामा लाग्यो यसले दामी खेला छ नि बरु यहीँको भयो भने होइन ल किपर हेर है यसरी उफर्ने है उफर्ने फालिदिने बल बरु कर्नल होस् केही छैन हान्ने हो कि बजाइहाल्ने हो पासै खेल्दैन त्यो हान्निहाल्छ त्यसले त छिरिहाल्यो नि हो 1-0 दशरथ बस्ती 1 गोल हान्ने मान्छे रेड कार्ड खाइहाल्यो कसले 7 नम्बर भाइ 10 जना मात्र खेलेको कपडा खोलेर यता आथे गोल हान्यो भने बल टच छ कहाँ पलान्टी हुन्छ हिजो पनि यस्तै गरेर पलान्टी थियो बाहिर आउनु नभए आज पनि त्यस्तै गर्दैछ अहिले लास्ट समय जान लागिदिएको छ धेरै भयो 10 मिनट होला 10 मिनट गरेर 10 मिनट होला त्यही त 5 मिनट थप गरेर 10 मिनट जति होला किपर हेर है किपर
मान्छे त्यहाँ बसिरहेको देख्दै के हो हटा भन्दा रनिङ 4 नम्बर त उता गयो अब छैन त्यहाँ मान्छे अरू पनि पुग्छ नि त्यो अरू आउन देऊ लाइनमा आउन देऊ लाइनमा आउन देऊ हो पक्र अब हो एजी हो गुड अब उठ भटाम पुरा न हाम्रो यो छ है यो अलिकति यसलाई चेक गर्छ लोहा गरममा मार्छ थोडा यहाँ को चाहिँ छ हो उमेर बराबरको कोही छैन कि उयो 33 नम्बर पनि यो पनि बुढे हो न ओ लाइन्सम्यान के हो लाइन्सम्यान यार अघि नै भनेको मैले यार लाइन्सम्यानलाई यहाँको उस के अरे सेन्टरमा बस्ने हो नि त अफसाइड हेर्नलाई दौडिने हो नि ऊ एक केटा हो कि बोलाउने 5 नम्बरको छकाएर गयो अर्को नयाँ खेल्न पाउँदैन होल्ड किपर त्यो सोली खेलेथ्यो अनि गोल तिरेर हान्यो 5-6 जनालाई नचाएर बेस्ट खोल्यो कि गोल हानेर बेस्ट खोल्यो रेड कार्ड पाइहाल्यो पहिले येलो खायो भन्दै थियो पहिले त्यो घरमा सुटिन होला यहाँ सुत बोका गन्डा खाएको फेरि काम डेली खाइहाल्यो चुला काम खाइ आज इन्जुरी भयो नि त कहाँ लागेको एउटा थप धर्छ अस्ति खै त्यो कोनामा एकजना निकाल्यो नि होइन 10जना छ नि त त्यही भएर हो नि त एकजना पुग्दैन नि त कोनी कुदेरै पुग्नु ब्याक खेलाएर काम होइन फोटो खाएर नि जित्यो होला हामी केटाहरूलाई अब हेर अब यो भनेर क्याप जकिट लाग्यो अब धेरै लफाडा खेलाउँछ है क्याम्प पनि हेर्दै गर्नुपर्छ है
24 भइसक्यो कति बजी खेलाको 5:50 हो क्या 5:50 मा कति गोल भयो 24 छैन अब 4 धेरै भयो 4 मिनेट जति होला कति गोल धेरै कुदेर गयो कति गोल भयो कति गोल भयो नि 1 गोल भयो 1-0 कसको हाम्रो 1 हान्दैछ एक हान्यो हान्ने मान्छेलाई रेड कार्ड दियो यार तेल चुकुल्टेवाला के निक्ले भएर यार रेड कार्ड दियो लडेको यताउता घटायो भने एक गोल त हाने हाने रेड कार्ड दियो के लागि बेस्ट खोल्यो के टी सर्ट खोल्न पाउँदैन नि त गोल हान्ने बाहिर गइदियो आफै भयो नि समात्ने बोल त समात्नु पर्यो समात्नु पर्यो राम्रो खेल्दै थियो जहिले गर्छ यहाँ त उफरमा पनि बनाउँछ अहिले ला न झगडा गर्थ्यो नि अहिले त्यो त बुढो इमान्दार भयो नि त समात्यो आफै देखायो एम सकिसक्यो छ थोरै छ कति छ 3-4 मिनट छ 3-4 मिनट को तयारी गरे हुन्छ नछोड गाजा नछोड ठीक यो 12 सेकेन्डहरु जान्छ कति गोल थियो भयो होला 26 भयो उते 12 नम्बरले के भनिरहेछ एनपालाई हेर त्यहाँ हेर भनिरहेछ एम्पायरले राम्रो खेलाएको है आजै गेम चाहिँ राम्रो खेलाएको है हिजोको गेम यस्तो रत्ता खेल्यो यहाँ राम्रै बोल्यो ठुलो टिमभित्र हेर्नु भएको थिएन ठुलो टिमभित्र हेर्नु भयो भन्थ्यो त्यही भयो त यसले इमानदारसँग इमानदार खेला छ हिजो हेर्ने हेर्नै पर्थ्यो नि हेर्नु भयो भन्थ्यो ठुलो टिमभित्र हेर्नु पासमा गन हो विवेक त्यही भएर त इमानदार खेल हो त हारजित भइहाल्छ हैन आफ्नो खेलाउने हो क्या यस्तो के सबभन्दा गेम राम्रो हुनु पर्यो कि जान्थ्यौ बोल जान्थ्यौ हुनाले बोल ए हामी त थाहै थिएन यार किपर त त्यो उसको खेलेको हैन कालिकासँग पर्दाखेरि पस्थिन त्यसकै त राम्रो किपर छ के त्यो भने पिकनिकको बाई मिस्टेकले गर्दा हो त्यो पावर हानेको नि त पावर हानेको रोकेको बल फेरि पुग्यो फेरि हान्दै एकदम बल हानेपछि बल्ल गोल दामी ल गोल कसरी पकाएको देख्यो होइन मजा गरे अब किपरले समात्दा पनि पलान्टी येलो कार्ड त्यो त जबरजस्ती टच गरेको हो नि त हो कि नै किपर आगेदेखि हान्दै किपर आगेदेखि आफूले कन्ट्रोल गर्नुपर्ने सकेको बेला पहिले हेर्नुपर्छ नि त यार सकेको बेला माला तिमी बस्नुपर्ने एम्पायर हो कि नै कुरा गर्छ यसले यार त्यो हेर्न त अगाडि माला नदेखाऊ है सुरुमै
अहिले माला छ भनेर फेरि पलान्टी हान्नु हो कि गेम पहले हाम्रो गेम ओ लाइन्सम्यान नराख है त्यसो भए किपर मात्र बसे ओ लाइन्सम्यान नराख के आफै गर डिसिसन ल राम्रो भयो चेक बस न धेरै छैन है केटा 30 भइसक्यो कति खेलायो 50 खेला भने 30 भइसक्यो यार राम्रो राम्रो के पछाडि जाँदा पनि रेप ओ कहाँदेखि हानेछ पछाडि नटाएर बस है केटा अब धेरै छैन समय यो बल उता हानेपछि सेन्टर राखिदिएको सक्यो ट्याम हात अगाडि त्यत्रो चार जाने छ यार 4-5 जना यार स्योर अवसर नि अब उता जाने के त्यही त अलि उता जाऊ अब चला ल ट्याम सक्यो अब ट्याम एन्पायर ट्याम एन्पायर अब त्यही हो यो 15-20 सेकेन्ड जति होला क्या टाइम अफ भएन ओ विवेक भाइ टाइम हेर भन्दा टाइम 32 भयो यार 32 भयो कति मिनट छ रे 30 मा खानु म त 32 ओ विवेक भाइ टाइम हेर भन्नु मुजी तेरो बट टगर भन अलि मुजी ओ टाइम हेर भन्नु गो छोड दे बोल छोड दे हो बस ओ विवेक भाइ टाइम हेर तपाईँ गर्दै त्यो टाइम भन न 32 भइसक्यो त यार यो हानि सक्छ क्या अब भन्नु पर्दैन क्या हेरिसकेछ हो त्यो उच्चमा उयो त कोना फाल्दैउ न भइगयो नि हो त्यस्तै हो ल